नमस्कार, म कृष्ण शाह। मैले चाहिँ डाइरेक्ट सेलिङ इन्डस्ट्री किन गर्दैछु भन्ने कुराहरूलाई थोरै एक्सप्लेन गर्छु। मानिलिनुहोस् मेरो दाइले चाहिँ लिखितमा नाम निकाल्यो, बोल्न सक्दैन, लेख्न चाहिँ सक्छ, तर के भन्यो भन्दाखेरि इन्टरभ्यूमा चाहिँ मेरो भाइलाई बोल्न आउँछ, मेरो भाइ बोल्छ भन्दाखेरि इन्टरभ्यूहरूले त मान्दैन। किन भन्दाखेरि के यतापट्टिको समाजमा के भन्छ भन्दाखेरि मैले नगर्ने समाजमा के भन्छ भन्दाखेरि तपाईँसँग जति ट्यालेन्ट छ, जति स्किल छ, जति नलेज छ त्यति मात्र कमाउनुहोस् भन्छ होइन। तर यहाँनिर मैले गर्दै गरेको काममा के हुन्छ भन्दाखेरि नचिनेको मान्छेलाई हामीसँग आएर जोडिँदै गर्दाखेरि चाहिँ सिक्दैछु। मेरो साटो हजुरले गर्दिन्न भन्यो भने कसैले नै भन्दैन कि होइन। अब मलाई भन्नु न, उहाँको ट्यालेन्ट मलाई काम लाग्यो, मेरो ट्यालेन्ट उहाँलाई काम लाग्यो भनेपछि यहाँनिर आफ्नै एउटै आमाको गर्भबाट जन्मिँदा त बाँडिदिन्छ भने हाम्रो समाजमा के हुन्छ भन्दाखेरि मैले गरेको समाजमा के हुन्छ भन्दाखेरि 5 जना नचिनेको 5 जना मात्र होइन कतिजना हुन्छ, तर त्यहाँनिर चाहिँ नचिनेको मान्छेको पनि ट्यालेन्ट काम लाग्न सक्छ क्या। अब मलाई भन्नु न, यो तोड्ने समाज राम्रो कि जोड्ने समाज राम्रो होइन त। 5% मान्छे छ दुनियाँमा बेच्ने मान्छे, 95% मान्छे किन्ने मान्छे छ। अब मलाई भन्नु त्यो 5% मान्छेले चाहिँ कहाँबाट पैसा कमाएको त भन्दाखेरि तपाईँ म जस्तै धेरै मान्छेहरूले गएर किनिदिन्छौँ अनि के हुन्छ उनीहरू धनी हुन्छ। जस्तै चाहिँ कलेजमा कहाँबाट पैसा आउँछ, तपाईँ हामी जस्तै मान्छेले दिएको। हस्पिटल कतिजनाको छ, 10-20 जनाको छ, त्यो 10-20 जनाले कोबाट पैसा कमाउँछ, तपाईँ हामी जस्तै नर्मल मान्छेबाट पैसा कमाउँछ। उसले हामीबाट पैसा कमाउँदै गर्दाखेरि हामीलाई केही आपत्ति छैन, त्यसमा कुनै आपत्ति छैन होइन। अनि तपाईँले पैसा तिर्दै गर्दाखेरि उसले कमिसन खान्छ कि खाँदैन, सबैले खान्छ होइन। हो त्यो खाँदै गर्दाखेरि चाहिँ कसैलाई केही आपत्ति छैन। तर डाइरेक्ट सेलिङले के भन्छ भन्दाखेरि तपाईँ पनि किन्नुहोस्, अरूलाई पनि किन्न लाउनुहोस्, एक अर्काले किन्दै एक अर्कालाई धनी बनाउनुहोस् भन्दाखेरि सबैलाई टाउको दुखाइ किन यहाँमा बेच्ने मान्छे धनी हुन्छ कि किन्ने मान्छे धनी हुन्छ भनेर सोच्नु पर्दाखेरि चाहिँ जहिले पनि दुनियाँमा बेच्ने मान्छे नै धनी हुन्छ। सम्म 30 वर्ष हजुरबाबाले किन्नुभयो, 30 वर्ष बाबाले किन्नुभयो, आज म 20 वर्षदेखि किन्दैछु होइन। 80 वर्षसम्म किन्दाखेरि पनि अर्को पसलले के भनेन हामीलाई भन्दाखेरि बाबु तिमीले आजसम्म यत्रो किन्यौ कि अनि तिमी अब यो फेरि हाम्रो कम्पनीको प्रडक्टहरू बेच्देऊ अनि तिमीले पैसा कमाऊ भन्दा भनेन त। तर डाइरेक्ट सेलिङले के गर्छ भन्दाखेरि किन्ने मान्छेलाई पनि बेच्ने मान्छे बनाइदिन्छ ताकि त्यो मान्छेले पनि पैसा कमाओ। के हुन्छ भन्दाखेरि 10वटा सिट हुन्छ, 10,000 जनालाई फर्म भरेको हुन्छ। 100% जागिर दिन सक्ने न त्यो डोनाल्ड ट्रम्पको देशमा हुन्छ, न केपी ओलीको देशमा हुन्छ, न तपाईँको नरेन्द्र मोदीको देशमा हुन्छ। त्यो भनेको 100% जागिर दिन सक्ने एउटा क्षमता, अनलिमिटेड भ्याकेन्सी अनलिमिटेड भएको ठाउँ भनेको जसले पनि गर्न सक्ने ठाउँ भनेको के हो त भन्दाखेरि डाइरेक्ट सेलिङ हो। डाइरेक्ट सेलिङमा के हुन्छ भन्दाखेरि तपाईँको गाउँमा कति मान्छे छ, तपाईँको जिल्लामा कति मान्छे छ, तपाईँको देशमा कति मान्छे छ, सबै आए पनि अझ पनि भ्याकेन्सी खाली नै हुन्छ, भरिँदैन। अनलिमिटेड भ्याकेन्सी अनलिमिटेड। त्यो कुरा के हुन्छ भन्दाखेरि तपाईँलाई सिम्पल एउटा पिउनको लागि पनि जागिर खान जानुभयो भने तपाईँको सर्टिफिकेट हेर्छ, तपाईँको स्किल्स हेर्छ, तपाईँको नलेज हेर्छ, तपाईँको के हेर्छ, इन्टरभ्यू लिन्छ। फेरि तपाईँको औकात त्यो 10,000 को पनि छ कि छैन, 20,000 को पनि छ कि छैन भनेर चाहिँ चेक गरे हो। अनि हामीले के गर्छौँ, हजुर मलाई जागिर दिनु पर्यो भन्छौँ क्या। कति हजारको लागि? त्यही 20,000 25,000 को लागि। त्यसले के गर्छ भन्दाखेरि तपाईँलाई जति कमाउनु 1 करोड कमाउनु मन छ 1 करोड पनि कमाउन सक्नुहुन्छ, कसैले रोकटोक गर्नेवाला छैन। 2 करोड चाहियो त्यो पनि पोसिबल हुन्छ, 5 करोड त्यो पनि पोसिबल, 10 करोड त्यो पनि पोसिबल। तपाईँलाई कति चाहिन्छ त्यति कमाउन सक्नुहुन्छ। नो प्राइस ट्याग, यहाँनिर प्राइस ट्यागवाला सिस्टम छैन। यहाँनिर तपाईँको औकात कति छ भनेर सोध्दैन क्या होइन। एउटा क्लासरुम छ, त्यहाँनिर 100 जना हुनुहुन्छ, 100 जनामा तपाईँलाई फर्स्ट हुनु छ भने 99 जनालाई के गर्नु पर्यो, हराउनु पर्यो, अनि बल्ल तपाईँ 1 जना फर्स्ट हुन्छ होइन त। त्यसै गरी तपाईँ गेम खेल्दै हुनुहुन्छ, तपाईँको अपोनेन्ट टिमलाई चाहिँ तपाईँले हराउनु पर्यो अनि बल्ल मात्र तपाईँ जित्छ। कुनै गेममा लिनुहोस् होइन, के हुन्छ भन्दाखेरि तपाईँले अरू कसैलाई हराउनु पर्यो। तपाईँ इन्टरभ्यूमा जानुभयो भने के हुन्छ भन्दाखेरि तपाईँले अरू मान्छेलाई हराउनु पर्यो अनि बल्ल तपाईँलाई लिन्छ। भनेको मतलब के हो त भन्दाखेरि यताको समाजमा के गर्छ भन्दाखेरि तपाईँ जित्नको लागि अरू कसै न कसैलाई हराउनु पर्छ अनि मात्र तपाईँ जित्नुहुन्छ। तर डाइरेक्ट सेलिङमा के भन्छ भन्दाखेरि तपाईँले ल्याएको पार्टनरलाई
तपाईँले स्पोन्सर गरेको पार्टनरलाई तपाईँले जिताइदिनु भयो भने तपाईँ अलरेडी जित्नुहुन्छ है भन्छ। अब मलाई एउटा क्वेसनको एन्सर दिनुहोस्, हराउने मान्छे राम्रो कि जिताउने मान्छे राम्रो? हराउनु कसरी राम्रो हुन्छ यार? अरूलाई हराएर थोरै खुसी मिल्ने हो र? खुसी हुनको लागि अरूलाई जिताउनु पर्यो अनि तपाईँ पनि जित्नु पर्छ। सबैभन्दा प्योरेस्ट किन भन्छु भन्दाखेरि यिनी कारणहरूले गर्दाखेरि मलाई डायरेक्ट सेलिङ सबभन्दा दुनियाँको सबैभन्दा राम्रो प्रोफेसन, सबैभन्दा राम्रो काम भनेको डायरेक्ट सेलिङ जस्तो लाग्छ। र तपाईँलाई के लाग्छ यसको प्रतिक्रिया कमेन्टमा अवश्य भनिदिनु हुनेछ भन्ने आशा गर्दै म एउटा बिदा हुन चाहन्छु। हस्।